सोमबार बिहानै घामसँग उठेमा हातमुख होइन नुहाई धुवाई गरेर पूजा पाठ गरेमा। तर म घामसँग उठिनँ, आज अलिक ढिलो उठेँ है। हाई हेलो सबैलाई गुड मर्निङ अनि सन्चै हुनुहुन्छ होला। मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ है। म बिहान उठ्नु बित्तिकै म चाहिँ फुलबारी नगइकन मेरो दिन सुरु नै हुँदैन। आज त्यही पनि सोमबार मेरो व्रतको दिन अनि आज केही काम खानासाना पकाउन नपरे पनि म चाहिँ भ्याउँदिनँ क्या, हतार हुन्छ। अनि त्यही भएर जति ढिलो छिटो उठे पनि म चाहिँ भ्याउँदिनँ केही गर्न पनि भन्दै हतार फुलसुल टिप्यो। पूजा गर्नु छ नि त आज, अनि फुलसुल टिपेर पूजा गर्नु पर्यो भनेर फुल टिप्नतिर लाग्यो। फुलहरू कति मजाले फुलेको रहेछ। यो फुल टिप्दा फेरि म धेरै टिपिहाल्छु क्या। फुल टिप्न चाहिँ माया लाग्नुपर्ने, मलाई चाहिँ माया लाग्दैन क्या फुल टिप्नलाई। रोप्न चाहिँ आफैले रोपेको फुल हो, टिप्नलाई माया लाग्दैन। त्यही भएर मैले टिपिदिएँ सबै फुल। अनि मन्दिरमा मलाई फुल चढाउनु पनि यति धेरै मनपर्छ क्या। मन्दिरै भरि नै गरी फुल होस् जस्तो लाग्छ। मैले पूजा गरेको मन्दिर हेर्नुभएको होला, फुलै ढाकिएको हुन्छ है। त्यही भएर तपाईँहरूको दिन पनि शुभ रहोस्, मेरो दिन पनि शुभ रहोस्। मेरो दिन यसरी नै सुरु भएको छ आज। पूजा आज भगवानको नाम लिँदै है, जिन्दगीमा भगवानको नाम नलिए त के काम होइन। अलिअलि धर्म त कमाउनु पर्यो भनेर म पूजाआजा गर्न थालेँ। तर फुल टिप्दै यति धेरै टिपिसकेँ कि म आफै पनि छक्क परिरहेको छु होइन। ठिकै छ भनेर फुल टिप्न थालेँ। त्यसपछि यसो मौसम हेरेको, पानी पर्ला जस्तो गाडाङगुडुङ गर्दै थियो। अनि चिसो हावा पनि आउँदै थियो। अनि त्यही हेरेर फुलहरूलाई यसो हेरेको, कस्तो राम्रो फुलहरू पनि खुसी भएर खेलिरहेका थिए। अनि म यसो हेरेको, कस्तो मजाले पानी पर्दैछ क्या, अनि हावा चिसो आउँदै थियो। अनि फ्रेस हुनलाई एकछिन यसो उभिएँ। अनि फुल कति टिपेछु भनेर हेरेँ, थुप्रै नै टिपेको रहेछु भने। अनि यसो हेरेँ, एकछिन उभिएँ, अनि मुसुक्क हाँसेँ म। मुसुक्क त हाँस्नु पर्यो नि, जिन्दगीमा के छ र भनेर मुसुक्क हाँसेर हिँडेँ। भित्र गएको थिएँ, अनि पानी परेको देखेर हतार फेरि आएँ क्या। आज चाहिँ म पानी परेको, घरमा हुँदाखेरि पानी परेको थियो। अनि त्यही भएर मलाई त कस्तो खुसी लागिरहेको थियो। यसो भिडियो फेरि बनाइहालेँ क्या। अनि फुलसुलको म चाहिँ फुल देख्नु बित्तिकै भिडियो, पानी परेको भिडियो यति मनपर्छ पानी। अनि कतिको त अब बिहानको कामहरू हुन्छ होइन, अप्ठ्यारो पनि हुन्छ होला कतिलाई। तर मलाई चाहिँ खुसी लागिरहेको थियो। टक्कले भिडियो सिडियो बनाएँ। अब हतार हुन्छ भनेर फेरि भागेँ। अनि आज व्रतको दिन भनेर यसो फलफुलहरू जुसहरू बनाउनु पर्यो भने जुस बनाइयो। यति खाएपछि त एनर्जी आउँछ नि त दिनभरिको लागि भनेर एनर्जी गरियो। आज तपाईँहरूको दिन पनि राम्रो रहोस्, सुख रहोस्, मस्त रहोस् है। मेरो दिन पनि त्यस्तै नै रहोस्। सबैलाई मेरो यही शुभकामना छ। सबैको रक्षा गरून् है भन्दै म फेरि अनि पूजाको सामानहरू रेडी पारेँ, खाजा सामानहरू रेडी पारेँ। हतारै हुन्छ जहिले पनि, जिन्दगी हतारले नै बित्ने भयो। सोध्दै म काम गर्न थालेँ। अब चाहिँ के पूजाको लागि सामानहरू सबै रेडी भइसक्यो भनेर म पूजा गर्नतर्फ लागेँ। चाहिँ सबैको दिन शुभ रहोस्, हस्त है। बाई बाई। दर्शन गर्नुहोस् भगवानको। बाई।